नवलपुरको काउसतीमा एकजना पुरुषले आफ्नै श्रीमतीको हत्या गरी प्रहरीकोमा आत्मसमर्पण गरेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको काउसती 8 ज्ञानोदय चोक नजिकै आज साँझ 6:15 बजेतिर श्रीमानले श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेका हुन्। काउसती 8 निवासी 45 वर्षीय सूर्यप्रसाद पाण्डेले आफ्नै श्रीमती 40 वर्षीय सङ्गीता पाण्डेको हत्या गरेको प्रहरीले जनाएको छ। उनले आफ्नै घरभित्र श्रीमतीको हत्या गरेका हुन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। श्रीमतीको घटनास्थलमै मृत्यु भएको अनुमान गरिए पनि मध्यबिन्दु प्रादेशिक अस्पताल डन्डा लगिएपछि मात्रै चिकित्सकले मृत घोषणा गरेपछि प्रहरीले मृत घोषणा गरेको थियो। श्रीमान पाण्डेले श्रीमतीको पेटमा चक्कु प्रहार गरेका थिए। घटनास्थलमा चक्कु समेत बरामद गरेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरीको सुरक्षामा राखिएको छ। श्रीमतीको हत्या गर्ने श्रीमान सूर्य पाण्डे अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। श्रीमान र श्रीमती बीच घरायसी विवादका कारण झगडा हुँदा श्रीमानले श्रीमतीलाई चक्कु प्रहार गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। दुईटा काटेको